लो म चाहिँ ड्युटीदेखि आएर एकछिन रेस्ट गरेँ रेस्ट गरिसकेपछि आज खाना खानु जानु भएको खानामा के बनाउनु पर्छ दिदी म चेक गर्छु smell is nice smell is nice के बनाउनु हो खाना तपाईँले चना र आलु वाउ स्मेल त पुरा कोल्डरसम्म आइरहेको छ अनि त्यसपछि यो मुङ्गो दाल है मुङ्गो दाल र साग धन्यवाद दिदी अब चाहिँ तातो तातो खानुपर्छ तपाईँ कतिखेर खानुहुन्छ हो ल भने राइस खै राइस कुकरमा बनाउनु भएको छ यो राइस जास्मिन राइस है दिदी हो ल हस् दिदी म त खाना खान्छु अब तपाईँ पनि खानु न सँगै हजुर ढिगो सुतिरहेको छ होला होइन सायद सुतिरहेको छ होला ऊ त ढिलो आएको होइन हिजो उसको मनडे ल हजुर पुग्छ त्यत्रो राइस मलाई चाहिँ कस्तो चाड लगाइरहेको छ कि म चाट लगाइहाल्छु यसो केही छैन सबैले मिलजुली खानुपर्छ सबै कुरा तातो तातो भयो क्या है राइस पनि मजा आयो क्या तर राइस पनि तातो न तातो छ तरकारी पनि पोल्यो आइरहेको खाना खानु मजा आउँछ वासिङ मेसिनमा मेरो डस्ट अझै सकेर होइन छैन स्वर मेरो चाहिँ साबुन हेर्दा अलिक हाल्छ किन कस्तो फर्म आएको मैले त आज अलिअलि हाल्छु कि त्यहाँपछि यति धेरै फर्म आउँछ सायद डस्टरमै हुन्छ नि त केमिकल अनि त्यसपछि मपमा नि केमिकलै हुन्छ त्यही होइन होला त्यो भएर नि त्यो डस्टरमा त्यो केमिकल हाल्दा चाहिँ सर्वाधिक धेरै हुन्छ क्या सायद किनभने त्यो केमिकल हाल्यो भने फिजाउँछ नि त आज जिममा त म तातो पानी मात्र लगाएको होइन जिममा अर्को भन्दा पनि त्यो जस्तो केमिकलमा पनि क्या कस्तो फर्म आउँछ नि
त्यही भएर होला ठिकै छ ठिक बस बस त्यो भएर नि हाम्रो फेरि केमिकल हाल्यो भने त्यो स्टिकी हुन्छ क्या फ्लोर अब अँ। केमिकलमै त्यो पुरै बबल्स आइरहन्छ नि त अब नि गाह्रो छ एक दिन तातो पानीले एक दिन मपले गर्नु हिजो दाइ गाह्रो चाहिँ बाहिर जहाँ गएको थिएँ म बाहिर हिँड्नु गएको थिएँ एकछिन वक गर्नु गएको थिएँ अँ। जिममा थिएँ कहाँ युज गरेर